हाई एभ्रिवान गुड मर्निङ सबैजनालाई। म बिहान बिहान उठेँ अनि तातो पानी खाँदैछु। त्यसपछि मैले चिया खाएँ मेरो फेभरेट। अनि म कोबीको तरकारी पकाउन थालेँ। आज चाहिँ मेरो खानामा पाक्दैछ कोबीको तरकारी साथीहरू। यो भिडियो चाहिँ अस्तिकै हो कि एक हप्ता पहिलाकै हो आइतबारको। म यो आइतबार चाहिँ एडिट गर्न भ्याएको छु साथीहरू। के गर्नु, टाइमै भ्याउँदैन एडिट गर्नलाई। अनि भिडियोहरू खिचेर बनाएर राख्छु अनि एडिट गर्नै भ्याउँदिनँ कि कस्तो बिजी भएको म। अनि मैले सबै तरकारीहरू काटेँ, आलु कोबी काटेँ। अनि आज चाहिँ म आलु कोबीको तरकारी बनाउँछु साथीहरू। आलु कोबीलाई पखालेँ अनि ग्यास बालेँ, कराई बसाएँ। मेरो कालो कराई छ साथीहरू। कालो होइन कि ननस्टिक कराई हो कि मेरो। अनि त्यसपछि त्यसमा चाहिँ प्याज स्याज हालेँ अनि कोबी आलु हालेँ, यसो भुटे फ्राई गरेँ। अनि फ्राई गर्दा गर्दै मेरो खाना पाकिसक्यो साथीहरू। आजको मेरो खाना पाकेको छ दाल भात आलु कोबीको भुजिया। मलाई दाल त खासै मन पर्दैन, मेरो बुढालाई चाहिँ खुब मनपर्छ, त्यही भएर पकाइदिएको। त्यसपछि मैले नास्तामा खाएँ आज मोमो खाएँ मोमो। त्यसपछि म खाएँ समोसा पनि खाएँ आज एउटा, अनि मोमो पनि खाएँ साथीहरू। मोमोले पेट भरेन नि त, त्यही भएर समोसा पनि खाएको मैले त। त्यसपछि म घर फर्केँ। हेर्नु जङ्गलमा त पानी परेको रहेछ, पुरै शीतल थियो जङ्गलमा। अनि म यहाँ त्यो पापड हुँदैन ढुङ्ग्रे, त्यो पनि किनेर खाँदै आइरहेको थिएँ। अनि घर पुगेँ अनि मैले चाहिँ तरकारी किनेर ल्याएको थिएँ साथीहरू। तरकारी पनि हेर्नु। अनि म एकछिन चाहिँ माइन्ड फ्रेस गर्नलाई तातो चिया खाएँ। अनि राति चाहिँ मेरो कस्तो टाउको दुख्दै थियो कतितिर। अनि बुढाले टाउको मसाज गरिदिनु भयो पुरै मजाले। अनि म निदाएँ साथीहरू। गुड नाइट, आजको लागि यति नै, धन्यवाद।